एआई टुलको प्रयोग गरेर एक हप्तामै सम्पूर्ण बुक कसरी रिभिजन गर्ने, एआई कुन एआई टुलहरू युज गर्ने, लामो आन्सरलाई सर्ट आन्सरमा कसरी लेख्ने, एक्जाममा हामीले पढेका कुराहरू कसरी याद गर्ने। हाई एभ्रिवान, यदि तपाईँ पनि कक्षा 12मा पढ्नुहुन्छ र अब एक हप्तामै इक्जाम आइरहेको छ, त्यसलाई कसरी रिभिजन गर्ने एउटा पनि पढेको छैन, केही पनि याद आउन्न, पढेको कुराहरू पनि सब भुलिसक्यो भन्ने छ भने आउनुहोस् यो भिडियोमा केही एआई टुलको युज गरेर एक हप्तामै सम्पूर्ण बुकलाई रिभिजन गरौँ। नम्बर 1, हार्ड वर्क होइन डिप वर्क गर्न सिक्नुहोस्। अब तपाईँले के गर्नु पर्यो भने इक्जाम आइसकेको छ, इक्जाम नजिकै छ, अब तपाईँले हार्ड वर्क गर्ने, सब कन्ट गर्ने, रट्टा मार्न लाग्ने, पुरै पान्न फर्काउने, किताबहरू फर्काउने यस्तो गर्न छोडिदिनुहोस्। हार्ड वर्क होइन डिप वर्क गर्न सिक्नुहोस्। तपाईँले अब बिना डिस्ट्र्याक्सन पुरै किताबमा फोकस गरेर बरु 10 मिनट पढ्नुहोस्, 15 मिनट एउटा विषयलाई पढ्नुहोस्, तर पुरै फोकस गरेर त्यो पुरै कन्ठ हुने तरिकाले पढ्नुहोस्। हार्ड वर्क होइन डिप वर्क। डिप वर्क भनेकै काहीँ बिना डिस्ट्र्याक्सन लगाएर एकदम फोकसका साथ किताबहरू आफूले पढ्नुपर्ने कुराहरू पढ्ने। अब डिप वर्क त गर्ने, कुन पढ्ने, कहाँबाट पढ्ने, कुन एआई टुल युज गर्ने भन्ने विषय चाहिँ अब तपाईँलाई म बताउँछु। ChatGPT, क्लाउड र जिमिनी जस्ता एआई टुल्समा गएर तपाईँले आफूलाई चाहेका क्वेसन र आन्सरहरू सर्टमा लिनुहोस्। कसरी लिने तपाईँलाई भन्छु। सर्वप्रथम त्यहाँ माथि गएर प्रम्प्टिङ गर्नुहोस्। प्रम्प्टिङमा के गर्नु भने एक्ट एज अ प्रोफेसनल साइन्स, म्याथ, अब तपाईँ जुन विषय पूरक लागेको छ, इङ्ग्लिस टिचर भनेर सुरुमा हान्नुहोस् र तपाईँलाई के चाहिएको छ, गएको वर्षको अब क्वेसनहरू हुनसक्छ, मोडल क्वेसनहरू, मोडल सेटहरू जुन चाहिएको छ त्यो कुरालाई चाहिँ के गर्नुहोस्, त्यहाँ सर्च गर्नुहोस्। क्वेसनको साथसाथमा आन्सर पनि त्यसले डिटेलमा एक्सप्लेन गर्नुहुन्छ र यसरी चाहिँ तपाईँले छिटोभन्दा छिटो क्वेसन आन्सरहरू के गर्न सक्नुहुन्छ, रिभिजन गर्न सक्नुहुन्छ। साथसाथै तपाईँले कुनै पनि पार्टमा कुनै पनि च्याप्टरको लामो समरीहरू बुझ्नु भएको छैन भने त्यसलाई चाहिँ बुलेट पोइन्टमा वा छोटो समरीमा पनि यही ChatGPTहरूमा हानेर फोटो खिचेर हालेर तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। नम्बर 2, अहिले त क्लास 12को 12को रिइक्जामको लागि पुरै वान सर्ट भिडियोहरू बनिरहेका छन् र छिटो बनिरहेका पनि हुन्छन्। यो वान सर्ट भिडियोहरू 1-1.5 घन्टाको भिडियोहरू चाहिँ तपाईँले पुरै हेर्नु, जसमा चाहिँ पुरै कोर्सहरू वा पुरै मोडल क्वेसनहरू कसरी सोल्युसन गर्ने, कसरी आन्सर लेख्ने, कुन क्वेसन आउन सक्ने सम्भावना हुन्छ, सब कुराहरू के गर्दै सकेको हुन्छ, समावेश गरिसकेको हुन्छ। यसलाई चाहिँ तपाईँले पुरै वान सर्ट भिडियोहरू हेर्नुहोस् युट्युबमा। जुन अप्ठ्यारो लाग्छ, जुन तपाईँलाई विषय लागेको छ त्यसको चाहिँ वान सर्ट भिडियोहरू युट्युबमा प्रशस्तै पाइन्छन्। गएर क्लास 12 वान सर्ट भिडियो इन इङ्ग्लिस यसरी हानेर जसरी पनि तपाईँले हेर्न सक्नुहुन्छ। नम्बर 3, लामो आन्सर वा तपाईँले नबुझेको कुनै पनि कुरालाई एआई टुल्सहरू माथि भने नि ChatGPT, जिमिनी र क्लाउड, यी 3टा मध्ये जुनमा पनि हानेर तपाईँले के गर्न सक्नुहुन्छ, छोटो बुलेट पोइन्टहरूमा ल्याउन सक्नुहुन्छ। जस्तै क्लास 12को इङ्ग्लिसको जस्तै डिभोटेड सन भन्ने एउटा च्याप्टर छ भने त्यसको समरीहरू एकदम गजाङगुजुङ हुन्छ। यसलाई चाहिँ कि त तपाईँले युट्युबमा गएर वान सर्ट भिडियो हेर्नुहोस्, होइन भने ChatGPT, क्लाउड यस्ता एआई टुल्सहरूमा आएर के गर्नु भने त्यसलाई जुन छ नि त्यसलाई चाहिँ हान्नुहोस् र त्यसको छोटो समरी बुलेट पोइन्टमा नेपाली इङ्ग्लिस दुवैमा आउँछ, त्यसमा हानेर त्यसरी हेर्न सक्नुहुन्छ। अन्तिममा तपाईँले के गर्नु भने यी पढिसकेका कुरा जति पनि माथि तरिका भने नि यी तरिका युज गरेर तपाईँले पढ्नुहोस् र पढिसकेको कुरालाई चाहिँ एकचोटि अन्तिममा के गर्नुहोस्, कपीमा लेखेर रिभिजन गर्नुहोस्। यदि तपाईँले कपीमा लेख्नुभयो भने त्यो इक्जाममा लामो समय इक्जाममा पनि त्यो के हुन्छ, लेख्दाखेरि तपाईँले आफै याद आउँदै गर्छ र लङ टर्म मेमोरीमा गएर के हुन्छ, सेभ हुन्छ। त्यसकारण तपाईँले जति पनि पढ्नुहुन्छ कपीमा लेख्नुहोस्। यदि कुनै कुरो याद आएको छैन भने एकचोटि फेरि हेर्नुहोस्, पहिला पढेको भिडियोहरू हेर्नुहोस् र फेरि त्यसलाई के गर्नुहोस्, कपीमा लेखेर प्र्याक्टिस गर्नुहोस्। अहिले यी माथि दिएका 4 तरिकाहरू अपनाएर तपाईँले आफ्नो इक्जाम बेस्ट दिन सक्नुहुन्छ र एक हप्तामा पुरै बुक के गर्न सक्नुहुन्छ, रिभिजन गर्न सक्नुहुन्छ। यो मेरो दावा छ। थ्याङ्क यू फर वाचिङ।